नेपाली कांग्रेसको रूपान्तरणको पहिलो खुड्किला थियो विशेष महाधिवेशन। पार्टीका नीतिहरूलाई समय अनुकूल परिमार्जित परिष्कृत बनाउँदै लिएर जाने र नेतृत्व परिवर्तन। आम निर्वाचनसँगै जनस्तरमा विशेष महाधिवेशनको सन्देश प्रसारण। समय अभाव, रूपान्तरणको सन्देश ग्रासरूटसम्म पुर्याउन नसकियो। अन्तिममा पार्टीले पराजय हुनु पर्यो। नेपाली कांग्रेसको रूपान्तरणको दोस्रो खुड्किला अन्तर्गत पार्टीमा बढ़ीभन्दा बढ़ी संख्यामा युवाहरूको प्रतिनिधित्व गराउने, निशर्त बिना शर्त प्रतिनिधित्व गराउने उद्देश्य। खास गरी 35 वर्षभन्दा कम उमेरका युवाहरूलाई पार्टीमा प्रतिनिधित्व गराउने, पार्टीको विभिन्न तह र तब्कामा प्रतिनिधित्व गराउने उद्देश्य नेपाली कांग्रेसको। यो केवल नारा होइन, पार्टी पुनर्संरचनाको नयाँ जनादेश हो, पार्टी पुनर्संरचनाको दर्शन हो। नेपाली कांग्रेसले यस्तो खालको निर्णय किन गर्नेछ भन्दै गर्दा अहिले नेपालमा 18 देखि 35 वर्ष उमेर समूहको जनसंख्या 30% छ। उक्त जनसंख्यालाई नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले सम्बोधन गर्न सकेन आफ्नो पार्टीको विभिन्न तह तब्कामा भने समय अनुकूल कांग्रेस अगाडि बढ्न नसकेको सन्देश जनस्तरमा जान्छ र हामीले एउटा परम्परागत पार्टीको रूपमा मात्रै आफूलाई उभ्याएर नयाँ उत्पादन भइरहेका पार्टीहरूसँग पनि हामी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुग्छौं। त्यसले गर्दा नेपाली कांग्रेस जस्तो ऐतिहासिक पार्टीले समय अनुकूल आफूलाई बदलेर पुनर्ताजगीका साथ आफूलाई परिमार्जित परिष्कृत र जनताको बीचमा एउटा प्रतिबिम्बको रूपमा स्थापित भएर लोकतान्त्रिक संस्कारलाई व्यवहारमा लागू गर्दै देशको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यको कारणले गर्दा नेपाली कांग्रेसले युवा पंक्तिलाई, महिला र पुरुषलाई समान अवसर दिने विभिन्न तह र तब्कामा यो हाम्रो नेपाली कांग्रेसको अबको दोस्रो पाइला अन्तर्गतको कुरा हो। देशको जनसंख्याको अनुपात 18 वर्षदेखि 35 वर्ष उमेर समूहका युवा युवतीहरूको जनसंख्या 30% भन्दा माथि भइसकेपछि कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले जनसंख्याको अनुपात अनुसार पार्टीको विभिन्न तह तब्कामा युवाहरूको प्रतिनिधित्व गराउनु अत्यन्तै आवश्यक छ। यदि युवाहरूको सोही अनुसार प्रोपोर्सनल बेसिसमा प्रतिनिधित्व नगराउने हो भने कांग्रेस बिस्तारै परम्परागत पार्टी भएर जान्छ। क्लासिकल पार्टीले मोडर्न पोस्ट मोडर्न इराको डेभलपमेन्टलाई, पोस्ट मोडर्न इराको युवाहरूको चाहनालाई, अनन्त आकांक्षालाई सम्बोधन गर्न सक्दैन र पार्टी क्रमशः धराशायी हुँदै जान्छ। तसर्थ कांग्रेसले चाल्ने दोस्रो स्टेप भनेको युवा प्रतिनिधित्वमा जोड, युवाहरूलाई कांग्रेसको मूलधारमा ल्याइने, समाहित गरिने, युवाहरूलाई नै कांग्रेसको नेतृत्वको जिम्मेवारी क्रमशः सुम्पदै जाने र युवाहरूकै भविष्य भएको कारणले आफ्नो भविष्य नेपाली कांग्रेस मार्फत नेतृत्व लिएर गर्नुपर्छ भन्ने सोच युवाहरूको मानसपटलमा, मनस्थितिमा निर्माण गरिदिने काम नेपाली कांग्रेसको रहेको छ। नेपाली कांग्रेसको यही मंसिर महिनामा 15औं महाधिवेशन हुँदैछ। उक्त 15औं महाधिवेशन आयोजना हुने क्रममा कांग्रेसले ठूलो संख्यामा युवा पंक्तिलाई कांग्रेसको राजनीतिमा विभिन्न सांगठनिक तह र तब्कामा राखेर नेतृत्व प्रदान गरेर एउटा नयाँ जोश, नयाँ ऊर्जा, उत्साह र उमंग सहित नेपाली कांग्रेसले 15औं महाधिवेशनमा नेपाली कांग्रेस अगाडि बढ्नेछ। नेपाली कांग्रेसको तेस्रो खुड्किला भनेको यही मंसिरमा हुन गइरहेको नेपाली कांग्रेसको 15औं महाधिवेशन सम्ममा कांग्रेसले ठूलो भन्दा ठूलो संख्यामा 35 वर्षभन्दा कम उमेरका युवा युवतीहरूलाई कांग्रेसको मूल प्रवाहको संगठनको विभिन्न तह तब्कामा लिएर आएर नेतृत्व प्रदान गर्नेछ। महाधिवेशन प्रतिनिधिहरू पनि ठूलो संख्यामा युवा पंक्ति आउनेछ। ठूलो संख्यामा आएको युवा पंक्ति जो महाधिवेशन सदस्यहरू छन्, महासमिति सदस्यहरू हुनेछन्, उनीहरूले
ठूलो संख्यामा युवाहरूलाई नेपाली कांग्रेसको केन्द्रीय समितिमा पुर्याउनेछ र नीति निर्माण तहमा, पार्टीको नीति निर्माण तहमा, पार्टीको संगठन आँक्ने तहमा युवा पंक्तिको उल्लेख्य उपस्थिति भइसकेपछि नेपालको राजनीतिले नयाँ कोर्स लिन्छ। किनभने देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी नेपाली कांग्रेसले एउटा ऐतिहासिक निर्णय गरेको हुन्छ र त्यो निर्णय अनुसार युवाहरूले कांग्रेसको नेतृत्व गर्छन्। युवाहरूले गरेको कांग्रेसको नेतृत्व सहितको राजनीतिक पार्टी नेपाली कांग्रेस फेरि यो देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी, सबैभन्दा विश्वासिलो राजनीतिक पार्टी, सबैभन्दा सशक्त र बुलन्द संगठन र नेपालको भविष्यको चित्र कोर्ने, यात्रा तय गर्ने पार्टी पनि नेपाली कांग्रेस हुनेछ। नेपाली कांग्रेसमा 50% 40 वर्षभन्दा कम उमेरकाले प्रतिनिधित्व गर्नेछन् भने बाँकी 50% त्योभन्दा माथिको उमेर समूहले गर्नेछन्। माथिको उमेर समूहहरूको ज्ञान, विवेक, विचार, धैर्यता, अनुभव, पाठ नयाँ नेतृत्वलाई, युवाहरूलाई सिकाइनेछ, प्रशिक्षण गरिनेछ। सिनियर्स र जुनियर्स, युवा र प्रौढ, यी फरक उमेर समूहका नेतृत्वहरू हातमा हात, काँधमा काँध मिलाएर सँगै कांग्रेसको राजनीतिक यात्रामा अगाडि बढ्नेछन् र देशको काँचुली फेर्ने कुरामा नेपाली कांग्रेसले कहीँ कतै 1 इन्च पनि कुनै स्पेस, खाली ठाउँ बाँकी राख्ने छैन। यही नै हो नेपाली कांग्रेसको अबको सन्देश। यसैबाट, यही तरिकाबाट हामी नेपाली कांग्रेसको राजनीति गर्दैछौं, गर्नेछौं।